सो हेलो एभ्रिवान, तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ। आज चाहिँ म कतिको बादमा भिडियो बनाउँदैछु हैन। भिडियो चाहिँ के बनाउँदैछु भन्दाखेरि चाहिँ अनबक्सिङ भिडियो बनाउँदैछु हैन। बाइक छैन। अनि यहाँ हेर्नु न, मेरो छोरा चाहिँ बदमास गर्दैछ। यहाँ चाहिँ सुन्नु सक्नुहुन्छ, के होला गेस गर्नुहोस् होला। यो दुईटाको चाहिँ म अनबक्सिङ भिडियो बनाउँदैछु हैन। हेर्नुहोस् होला के छ, म तपाईलाई खोलेर मैले पनि खोलेको छुइनँ, भर्खर सँगसँगै आएको, एकछिन अगाडि मतलब अगाडि पछाडि आएको हैन। तपाईलाई देखाउँछु न के छ भनेर, तपाईकै सामने खोलेर हेर्नुहोस् है साथीहरु, के छ भनेर देखाउँछु ल। हेर ल भाइ, यो चाहिँ हो तपाईको पाउडर। के को पाउडर भन्दा मेरो चाहिँ एउटा सानो पप्पी छ, मैले चाहिँ पालेको छु, उसको नाम चाहिँ ब्रुनो हैन। त्यसको लागि चाहिँ मैले पाउडर मगाइदिएको छु। यो चाहिँ हो एन्टी इच पाउडर हैन। यो चाहिँ उयो हुन्छ नि, के रे, उपिया किर्नाहरू निकाल्ने चाहिँ यो एकदम राम्रो गर्दो रहेछ, त्यसको लागि मैले मगाएको छु। अन्त यसलाई चाहिँ देखा भाइ पहिला त। अर्को चाहिँ हो, हेर्नुहोस् होला, यो पनि मैले मेरै पप्पीकै लागि मगाइदिएको छु हैन। यो चाहिँ हो बेल्ट पप्पीको लागि हैन। यत्रो रहेछ, टिङ 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 बज्दैछ हो। म तपाईलाई अब यो लगाएर हेर्नुहोस् त, कस्तो मजाको छ। यो चाहिँ पप्पीको लागि हैन, म तपाईलाई लगाएर देखाउँछु नि ल अब एकैचोटि साथीहरु। हेर्नुहोस् होला कस्तो हुँदो रहेछ। मैले चाहिँ साथीहरु हेर्नुहोस् न, लगाइदिइ पनि सकेँ मेरो पप्पीलाई हैन। यो मेरो पप्पी चाहिँ यस्तो छ हो, कति क्युट देखेर न, कति मजा। सुतिरहेको थियो अहिले हैन, हेर्नुहोस् न, कस्तो मजाको देख्दैछ नि। यो चाहिँ पप्पीको लागि मगाइदिएको थिएँ। यो चाहिँ बेल्ट हैन, लगाइदिनु पर्छ। अन्त पप्पी घुम्छ मेरो, यसको नाम चाहिँ ब्रुनो। हैन कति मजाको, छिङ 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 गर्दै हिँड्छ। अब यो छिङ 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 गर्दै हिँड्छ। मन पर्यो मलाई। यो चाहिँ मैले मिसोबाट मगाएको थिएँ हैन। दामी आएछ, ठिकै पनि भएछ। त्यो दुलो बनाइदिइ बस्नु पनि परेन हो, ठिकै साइजकै आएछ, मेरै ब्रुनोको साइजकै आएछ। अन्त यो पाउडर हुन्छ। थ्याङ्क यू तपाईहरुले मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा, र मलाई यसरी नै तपाईले साथ सपोर्ट गर्दै गर्नुहोस् होला। हुन्छ साथीहरु, आजको लागि यति नै, बाई, थ्याङ्क यू फर वाचिङ। नानी बाई गरिदेऊ न त पहिला, मेरो छोराले डिस्टर्ब गर्दैछ यहाँनिर।